साथीहरू, आज हामी वृद्धिको हिसाब एकदम सहज र सजिलो तरिकाले सिक्नेछौँ। एक्जाममा आउने वृद्धिको हिसाब अब कहिले गाह्रो लाग्ने छैन। यो भिडियो मार्फत तपाईहरू वृद्धि र ह्रास पाठको सबै हिसाब सजिलो तरिकाले बनाउन सक्नुहुन्छ। यो भिडियो यसको परिभाषा र सूत्रबाट नै सुरु गरौँ। जनसङ्ख्याको वृद्धि दर भनेको के छ कि यदि बाहिरी कुनै अवस्थाले असर नगरेमा है कुनै ठाउँको जनसङ्ख्या एउटा निश्चित दरमा बढिरहेको हुन्छ भने जसलाई जनसङ्ख्याको वृद्धि दर भनिन्छ। अब सूत्र के रहेको छ कि दुईवटा तीनवटा यसको चाहिँ सूत्र रहेको छ। तीनवटा सूत्र रहेको छ। फर्स्ट सूत्र के रहेको छ कि टी वर्ष पछिको जनसङ्ख्या पीटी बराबर हैन पी टाइम्स 1 प्लस आर बाई 100 होल पावर चाहिँ टी रहेको छ। यो चाहिँ टी वर्ष पछिको जनसङ्ख्या भयो। अब टी वर्ष पछिको बढेको जनसङ्ख्या भन्छ भने त्यो अवस्थामा चाहिँ पी टाइम्स 1 प्लस आर बाई 100 को होल पावर टी माइनस 1 गर्नु होला। यो दुईवटा फर्मुलाबाट चाहिँ सबै हिसाब बन्छ। अब यसमा यो फर्मुलामा पी आर टी यसको मतलब के हुन्छ भन्दाखेरि पी को मतलब के भयो कि सुरु वर्षको जनसङ्ख्या है, सुरु वर्षको जनसङ्ख्या। आर को मतलब के भयो जनसङ्ख्याको वृद्धि दर र टी को मतलब के भयो समय भयो। यो सबै कुरा चाहिँ याद राख्नु होला। किनकि एक्जाममा चाहिँ 1 मार्कमा सोध्न सक्छ कि दिएको सूत्रमा पीले सुरुको वर्षको जनसङ्ख्या जनाउँछ, आरले जनसङ्ख्याको वृद्धि दर जनाउँछ भने टीले के जनाउँछ। त त्यस्तो खालको क्वेसनमा चाहिँ आउन सक्छ है, त्यस्तो खालको क्वेसन आउन सक्छ। त्यसै कारण यो सबै चाहिँ याद राख्नु होला। यदि मानिलियो कि प्रत्येक वर्षको जनसङ्ख्या वृद्धि दर यदि फरक छ भने के गर्नु होला। त त्यो अवस्थामा चाहिँ टी वर्षको जनसङ्ख्या पीटी बराबर यो दुवै जुन फर्मुला छ त्यो लगाउनु पर्ने होला है। यो सूत्र चाहिँ लगाउनुहोस्। यो सूत्र के रहेको छ पी टाइम्स 1 प्लस आर1 बाई 100 इन्टु 1 प्लस आर2 बाई 100 त्यस्तै 1 प्लस आर3 बाई 100 मतलब जति वर्षको दिएको छ त्यति वर्ष चाहिँ के गर्नु हो लगाउनु होला है। अब यो सूत्र चाहिँ याद राख्नु होला र यो यति सबै पढिसकेपछि चाहिँ अब अभ्यासको गरौँ है। कुन अभ्यासमा कसरी चाहिँ दिएको छ हेर्नुहोस्। फर्स्टमा हेर्नुहोस् त के छ अभ्यास 3.1 मा के रहेको छ कि कुनै ठाउँको सुरुको जनसङ्ख्या पी टी वर्षको जनसङ्ख्या पीटी र वार्षिक जनसङ्ख्या वृद्धि दर R% भए पीटी पत्ता लगाउने सूत्र लेख्नुहोस्। त यो भन्दा पहिला जुन सूत्र थियो त्यही सूत्र चाहिँ लेखिदिनु होला। यसमा भइहाल्छ 1 को कमा के छ कि पीटी हैन पीटी इक्वल टु पी टाइम्स 1 प्लस आर बाई 100 पावर टी यही भयो। अब खमा के छ कि चितवन राष्ट्रिय निकुञ्जमा विक्रम सम्वत 2079 सालमा बाघको हैन सङ्ख्या x वार्षिक बाघको वृद्धि दर R% भए n वर्ष पछिको बाघको जनसङ्ख्या कति हुन्छ। त यहाँ p को सट्टामा के दिएको छ x, r को सट्टामा R% नै छ र यो t को सट्टामा चाहिँ n दिएको छ। त के गर्नु होला कि p n इक्वल टु x टाइम्स 1 प्लस R% बाई 100 का पावर n यही चाहिँ भयो सोध्ने आन्सर। अब ग नम्बरमा अब यसमा हेर्नुहोस् त सबै के रहेको छ कि फरक रहेको छ है। आर चाहिँ फरक दिएको छ। त आर चाहिँ फरक दिएको छ भने P3 निकाल्नु छ। त P3 P टाइम्स 1 प्लस R1 बाई 100 1 प्लस R2 बाई 100 अनि 1 प्लस R3 बाई 100 यति गर्नु होला चाहिँ यो भन्नु। अब के छ 2 नम्बरमा के छ कि
कुनै देशको जनसङ्ख्या भन्दा मृत्यु दर थोरै भएमा सो देशको जनसङ्ख्या बढ्छ कि घट्छ लेख्नुहोस्। त जुनसुकै देशको होस् है, त्यसको जन्म भन्दा मृत्यु थोरै छ है, त त्यो अवस्थामा हैन देशको जनसङ्ख्या चाहिँ बढ्छ है, लेख्नु होला बढ्छ। अब 2 को खमा के छ, 2 को खमा 1 वर्ष अगाडि 1500 मा 25 केजीको एक बोरा चामल किन्न सकिन्थ्यो। वार्षिक 10% महँगी बढ्नाले अहिले सो 25 केजी चामलको बोरामा कति पर्छ? त यस्तो हिसाब बनाउनको लागि पहिला जे छ त्यो लेख्नुहोस्। 2 को ख नम्बर, 2 को ख नम्बर, यहाँ जे दिएको छ त्यो सबै लेख्नुहोस्। एक बोरा चामलको सुरुको मूल्य, त सुरुको मूल्य पी दिएको छ रु 1500। त्यस्तै वार्षिक मूल्य वृद्धि दर आर दिएको छ 10%। अब के भनिएको छ, 1 वर्षपछि हैन, 1 वर्षपछि उक्त चामलको मूल्य बराबर वाट वी नो डाटा, हामीलाई त थाहा छ, के थाहा छ हैन, टी वर्ष पछिको मूल्य बराबर P टाइम्स 1 प्लस R बाई 100 द पावर T। यहाँ के निकाल्नु छ, 1 वर्ष पछिको मूल्य, 1 वर्ष पछिको मूल्य P1 इक्वल टु यहाँ दिएको छ 1500, 1 प्लस R दिएको छ 100, T को पावर दिएको छ 1। त 1500 यसमा गर्छ भने 1 प्लस 0.1, 1500 गुणे 1.1। अब यो 1500 मा गर्छ भने कति हुन्छ, क्याल्कुलेटरसँग गर्नुहोस् त। यो 1500 गुणे 1.1 गर्नुहुन्छ भने 1650, यही हो, यो 1650 चाहिँ यसको पर्छ। अब